ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय। तमेव माता च पिता तमेव बंधु च सखा तमेव विद्या श्रमो मम देव देव। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं ओम नमः शिवाय ओम नमः शिवाय। आज मिति 2083 साल 1 महीना 24 गते। मैले चाहिँ तपाईहरुलाई चाहे यो करेला के बारे में आफ्नो करेसा बारी जते लगाएको छु म जति लगाएको छु सबै चाहिँ अघि नै भनिसकेको छु। यो मेरो करेसा बारी हो, यो लगाएको छु, यो लगाएको छु। तर तपाईहरु आज मिति त के हो 2083 साल 1 महीना 24 गते। आज म यो समय चाहिँ 12 साढे 12 बजे थियो। म आज करेसा बारी यो धूप कति छ हेर्नुस्, धेरै धूप छ। म चाहिँ 12 बजे आयो राजविराजबाट। मेरो घर चाहिँ यता 12 किलोमिटर पर्छ मेरो घर। म आएर सबै काम गर्दैछु। तर तपाईहरु 2082 12 महिना 21 गतेको भिडियो हेर्नु होला। जबसम्म तपाईहरु सिक्दैन तबसम्म म भन्दै जान्छु। तपाईहरुलाई सिक्नै पर्छ किनकि तपाईहरु जे भनोस् मलाई पागल भनोस् जे भनोस्, तर तपाईहरु एकचोटी 2082 साल 12 महीना 21 गतेको भिडियो हेर्नु होला। त्यसपछि यो 83 साल 1 महीना 24 गतेको भिडियो हेर्नु होला। त करेलाको बारेमा धेरै छ। म पहिलो चाहिँ ल हेर्नु, यो आज चाहिँ दुई चोटी चाहिँ मैले यसमा चाहिँ टिपेर लगिसकेको छु। पहिला चोटी तपाईहरुलाई देखाइसकेको छु। तपाईहरुले हेराइदियो कि 20 वटा चाहियो। पहिला गाछी कति थियो त्यसै कारणले मैले भन्दै छु। तपाईहरु 2082 12 महिना 21 गतेको भिडियो हेर्न। यो त 83 सालमा छ। 3 वटा गाछी थियो पहिला, 1 2 यो 3 वटा गाछी थियो पहिला रुख हैन। यो सानै थियो, यत्रो मात्रै थियो, यत्रो थियो मात्रै, यत्रो मात्रै थियो। तर दुई चोटी, एक चोटीको पहिलाको तपाईहरुलाई हेराइसकेको छु म 20 वटा, र दोस्रो पटक चाहिँ टिपेर लाग्दाखेरि मैले तपाईहरुलाई हेराउनु भएन। तर तपाईहरु आज हेर्नु। आज म फेरि आज टिप्छु। यहाँसम्म पहिला चाहिँ यति थियो मात्रै। दुई चोटी 40 वटा चाहिँ करेला टिपिसकेको छु। यो पनि हेर्नुस्। यहाँदेखि पहिला चाहिँ यहाँदेखि जरदेखि थियो। आज चाहिँ 40 वटा टिपेर लगिसकेपछि यहाँ हेर्नुस् छ कि नै, छ कि छैन हेर्नुस्। सबैजना हेर्नुस् होला। तपाईहरु हेर्दै जानुस्। म भन्दै थियो जे तपाईहरुलाई मेरो यो लत्ती जति चाहिँ लम्कादाखेरि तपाईहरुलाई हेराउँदै जान्छु। हेर्नुस् राम्रोसँग भिडियो छ ल, छ कि छैन। 40 वटा टिपिसकेको दुई चोटि, यो तेस्रो पटक हो। छ, यता आउनु, छ कि छैन। यता पनि हेर्नुस्, यहाँ पनि छ, यता पनि छ। र यो राम्रोसँग हेर्नुस्, यता हेर्नुस्, यो हेर्नुस् हैन, यो हेर्नुस् यति। यता यो सानो छ, यो यतापट्टि। अब यो यतापट्टि यो चाहिँ सानो यताउता लम्काउँदै छ। यो कति छ लम्काउँदै छ, ठिकै छ। यतापट्टि यो हेर्नुस्, यो सानै थियो। 1 महिना भनेको थियो फल्नको लागि हैन। यो पनि सानै, यसमा पनि टिपेर यो। अब यतापट्टि आउनुस्, पहिलाको पुरानो। ल यतापट्टि आउनुस् त, यतापट्टि आउनुस् त। ल यो हेर्नुस्। ल यो तपाईहरु राम्रोसँग हेर्नुस्। म झुठो भिडियो चाहिँ तपाईहरुलाई सिकाउन चाहन्छु। तपाईहरु जे गर्नु जे भन्नुस् मलाई, तर हेर्नुस् छ कि छैन। यता पनि हेर्नुस्, यो यता पनि हेर्नुस्, छ कि छैन। छ, यता पनि हेर्नुस्, यो पनि हेर्नुस्। अब चाहिँ यतापट्टि भयो, फेरि उतातिर यता आउनुस्, यता। अब यो पनि हेरिसक्यो, सबै हेर्दै जानुस्। अब यता आउनुस्, अब हेर्नुस्। यो यताको यो हेरिसक्नुभयो, यो छ कि छैन फलेको। यता हेर्नुस्, यो ल यहाँदेखि छ, यो यहाँ हैया छ,
जरे देखि यहाँ पनि यो जरेमा छ, सानो छ, यो पनि छ। अब यता आउनुहोस् यसमा। ल यो हेर्नुहोस्, यता हेर्नुहोस्, बसेर हेर्नुहोस्, यो छ, यसमा पनि छ, यहाँ पनि छ कि छैन तपाईहरु हेर्नु होला। यता यो लम्कादाखेरि यसमा पनि छ, यता पनि छ, र यता पनि यो सानो थियो। यो सानोलाई 21 गते हैन 2082 21 12 महिना 21 को भिडियो हेर्नु होला। यो सानो थियो, यत्रो मात्रै थियो, यो यत्रो थियो मात्रै यत्रो। अब यसमा छ लागेको छ कि छैन? अब यो सानो हो, पहिलाको सानो। अब यता पनि हेर्नुहोस्। ल हेर्नुहोस्, तपाईहरु हेर्दै जानु होला। यता यो हेर्नुहोस्, छ, यो सानो बिरुवाको हो, फर्स्टै फलेको हो यो। यतापट्टि छ, यता हेर्नुहोस् यो। त्यसपछि यता आउनुहोस्। अब यसमा ल हेर्नुहोस्, यो छ, यो माथिमा त तपाईहरु अहिलेसम्म चाहिँ फराकिलो हुँदै जान्छ। अब यसमा आउनुहोस्, यसमा यो यति चाहिँ यो चाहिँ भिडियो राम्रोसँग चाहिँ यो हो। यो चाहिँ अब चाहिँ यो के हो? यो मकै हो। त्यसपछि खेरा चाहिँ मैले टिपेको छु। कति टिपेको छु भने अघि मैले 1 2 3 4 5 6 7 पिस टिपिसकेको छु आज। धेरै जोर खाइसक्यो। अब यो टमाटर यो पनि अब कैची लिएर यो पनि टिप्छु। यो मकै 5-6 पिस चाहिँ टिपेर यो यसबाट टिपेर चाहिँ राजबिराज लग्दै छु हैन। अब तिमीहरु अब यो हेर्नुस्। त्यसपछि म फेरि लाग्छु आफ्नो कामतिर। अब यो हेर्नुस् भिडियो। अब यो चाहिँ गोरीको चाहिँ अघि चाहिँ कोर्दै थियो, चाहिँ 2082 12 21 गतेमा यत्रो थियो मात्रै, यत्रो थियो यतिको। यो चाहिँ अब फलिसकेको छ कि छैन राम्रोसँग तपाईहरु हेर्दै जानुस्। कोदालो लिएर म खन्दै थियो त्यो 82 12 21 मा त्यो बोडी हैन। यो अघिको बोडी हो, यो अघिको हो बोडी। नयाँ पनि छ यसमा, सबै यो फलिसकेको छ। आज टिप्छु म यसलाई। यो पनि तपाईहरुलाई सिक्नै पर्छ, जसरी सिकोस्। यता पनि हेर्नुस्, छ कि छैन? छ, फलेको छ, ता छ। यो त यो टिपिसकेको छु खेला। यो कति यसो काँक्रा टिपिसकेको छु तपाईहरु। यो आज यसबाट सबै। अब यता यो बोडी चाहिँ हेर्नुभयो। यो 82 12 21 को हेर्नु होला कत्रो थियो। यस्तो अब कहिले भयो। अब यो कापट्टि आउनुस्। यो चाहिँ अब हेर्नुस्, यो बोडी हो कि हैन? यो नयाँ चाहिँ फलिसकेको छु। खाँदैछु, टिपेर खाँदैछु, फल्दैछ खाँदैछु। अब भर्खरै फल्न लागेको हो, यो भर्खरै हो। अब तपाईहरु यो यता आउनुस्। यसमा चाहिँ टिपेर खाएको छु। यो यसमा फेरि चाहिँ फल्दैछ। यो फर्स्टै फलेको छ, सबै लागेको छ। यता पनि लागेको छ, सबै छ कि छैन तपाईहरु हेर्नु होला। अब यता हेर्नु, छ कि झुठो छ फलेको छ कि छैन सबैजना हेर्नु। अब तपाईहरु जसरी भए पनि सिक्नै पर्छ, जे भन्नुस् मलाई। तर यति चाहिँ यो लगाएको छु। यता पनि सबै छ। अब तपाईहरु चाहिँ यो भिडियोलाई राम्रोसँग कमेन्ट गरेर भन्नु होला कि यो गलत काम हो, गल्ती गर्नुभयो तपाईले भन्नु। यो चाहिँ माटोमा अहिले म चाहिँ हेर्नुस् कति माटो लागेको छ। म 12 बजेदेखि काम गर्दै छु आफ्नो बारीमा। यो आफ्नो बारीमा काम गर्दै छु। तपाई हेर्नुस् यो कहाँ राख्ने। अब यसलाई यसरी ल त यति हो भिडियो। र तपाईहरु अब चाहिँ
ल यति सबै चाहिँ अघि चाहिँ देखाइ हेराइसकेको छु तपाईँहरूले। अब चाहिँ यो वीडियो अब आप लोग भी जो मेरे पड़ोसी देश का है वो भी देख लीजिए, जितना है इसको देख लीजिए। मैं झूठ का वीडियो नहीं बनाता हूँ, सत्य का वीडियो बनाता हूँ, जो कोई भी मानव सीख सके, उसको काम कर सके, अपना जीवन यापन कर सके, इसीलिए ये वीडियो बना कर देता हूँ। क्योंकि मैं भी कमाता हूँ, मैं भी कर्मचारी हूँ, लेकिन फिर भी मैं अपना कर्म दे है माट, इसमें माटा देखिए मिट्टी का देह है, मिट्टी में मिलना होगा इसको। मिट्टी का क्या है, ये मिट्टी का शरीर है, मिट्टी में मिलना होगा इसको, फिर मिट्टी में जाना होगा, फिर मिट्टी से बनेगा। यही है कर्तव्य मानव का। और मानव लोग समझता नहीं है क्या करने के लिए आया है, क्या करना पड़ेगा। इसीलिए आप लोग जैसे सीखे, मैं कहता है आप लोग पागल कहिए, जो कहिए मंजूर है, मुझे मंजूर है। जो कहिए आप लोग, जो बोलिए उससे फ़र्क नहीं पड़ता है। मैं जो करना चाहता हूँ वो करके यहाँ से मैं तभी जाऊँगा पर। नमस्कार, धन्यवाद। तपाईँहरू चाहिँ भिडियोलाई कमेन्ट गर्नु होला, राम्रोसँग गलत भिडियो बनाउनुहुन्छ। अब चाहिँ फेरि चाहिँ यो यति आउँदा तपाईँले फेरि चाहिँ भन्दैछु, म फेरि हेर्दै जान्छु कति के गर्छौँ। ल टिकटकमा